प्लेयर्सहरु चाहिँ हौसी प्लेयर्सहरु चाहिँ यहाँ छ आइ नम्बर यहाँ दुई फ्यामिलीको हौसी अब तपाईले है यस्तो मजाले जित्नु भयो है हजुर हजुर अन्त तपाईलाई कति खुसी लागिरहेछ अब खुसी मैले मेरो भित्र दबाएर राखेँ सुन्नु न त भोलि त हाम्रो दोकान आउनुहुन्छ होला नि पैसा अब 1-2 दिनको लागि बुझिनु नम्बर 7 त अघि आको ए अब त्यो अर्को माथलो गाउँ निक्लिन्छ हेलो एभ्रिवान नमस्ते सेवाहरू सबैजनालाई आज फेरि अर्को ब्लग लिएर आएको छु है आज चाहिँ हामी राङमाङ बस्तीबाट गोपालधारा झर्दैछु किनकि गाडी छैन हामी बाटो पनि बिग्रेको छ पानीले गर्दा र हिँड्दै भ्यूहरू हेर्दै झरेको नि त अन्त यहाँ होमस्टेहरू पनि दामी दामी बनाएको छ नयाँ नयाँ है यो ओह्रालो जाँदाखेरि चाहिँ यस्तो राम्रो भ्यू देख्छ है अब त्यो पनि खिच्दै झर्दैछु म चाहिँ अनि हामी हिँड्नुको कारण चाहिँ बाटो नभएकोले हिँड्दैछौँ घर जाँदा सधैँ चाहिँ गाडीमा जान्थ्यौँ बाटोको अवस्था यस्तो भएको छ र बहिनीले उयो लाडी दाजुको घरमा पनि जाउँ ल भनेर भन्यो नि त त्यहाँ चाहिँ किनभने काकाले चाहिँ 3D पेन्टहरू गर्नुभएको छ हेरेर जाउँ न भन्यो नि त अन्त हेर्नु गएको त साँच्चै नै कस्तो राम्रो बनाउनु भएको रहेछ यो चाहिँ ट्री बनाउनु भएको छ नि यो चाहिँ स्मल सानो ढुङ्गाको चाहिँ गिट्टीको बनाउनु भएको रहेछ जो चाहिँ हामीले फ्याँक्छौँ है दाजुले चाहिँ तर त्यो वेस्ट उयोहरूलाई पनि प्रयोगमा ल्याउनु भएको छ कस्तो राम्रो बनाउनु भएको रहेछ र कस्तो राम्रो बनाउनु भएको रहेछ 3D पेन्टहरू कस्तो राम्रो गर्नुभएको रहेछ भन्दै बात मान्यौँ है अन्त हेरेर यो पेन्टिङ चाहिँ पुरा मन पर्यो मलाई चाहिँ हो अन्त दाजुले अझै बाहिरबाट हेर न बहिनी कस्तो राम्रो छ टाढोबाट हेर न भन्दै भन्नुहुँदै थियो नि त अन्त म चाहिँ साँच्चै नै टाढोबाट बाहिरबाट हेर्नु थालेँ कस्तो राम्रो देखेको साँच्चै नै यति राम्रो देख्यो र अब जुगुम घर भनेर घर जाँदा चाहिँ भाइले चाहिँ अब के गर्ने हौसी खेल्ने भनेर भन्यो नि त अभिषेकले र खेलौँ न त भनेर हामी दुई घरको माथिल्लो घरको र हाम्रो घरको चाहिँ बस्यौँ खेल्नुको लागि सबैजना हामी चाहिँ सबैजना बाटो नभएर चाहिँ रोकेको थियौँ नि त त्यही भएर चाहिँ हामी चाहिँ सबैजना हौसी खेल्नु लाग्यौँ र हजुरहरूले मेरो भिडियो सुरुदेखि अन्तसम्म हेरिदिनु होला र नयाँ साथी जोडिनु भएको छ भने सब्सक्राइब गरिदिनु होला र मेरो भिडियो अघि बढाउँदैछु हेर्दै गर्नु होला 350 आमा खै नमन खेल्दैन रे निन्द्राबाट उठेर पनि हेर हौसी खेल्नु हामी चाहिँ लु हौसी स्टार्ट भयो हौसी 1-0-10 अरे एक रुजुई नेपालीमा त भन्नै पर्दैन हामी खेल्छौँ 70 मलाई त 52 626 Republic Day. Republic Day रे 26 Republic Day. I number 87 87 87 Single number 1 Indian number मेरो बुढा पारिहाल्ला छिटो I number 64 64 64 64
त्यसो भन्न आउनु न भाइ आउने छिटो भेन आउँदैन 47 आई नम्बर 76 76 76 खै मेरोमा मैले त्यस्तै ल्याइसिन हुन्छ नि ल नम्बर 86 फर्स्ट लाइन चेक लो फर्स्ट लाइन चाहिँ यहाँ फेरि नमन्ने भएर चाहिँ फर्स्ट मिडल ला हो मिडलमै त थियो त म करेक्ट 52 करेक्ट 78 करेक्ट 86 करेक्ट यस मिडल लाइन गयो मिडल 80 रुपिस हो न भाइ उसले चाहिँ मिडल लाइनमा अरे ये गर्न ए पार्टी त बन्दा है मिडल लाइन चेक भयो अब म ज्वाइँलाई दिदैछु यहाँ दुई फ्यामिलीको हौसी हाम्रो सालम कसै 1 and 3 13 अभी नै यहाँको बत्ती बाल्नु उता 13 भित्ता आयो 7 भन्दा नानी नम्बर 7 त अघि आएको आयो ए बगी नम्बर छैन भने त्यो खोज्नु बगी भयो नम्बर त्यो टप लाइनमा परेछ नि जाँदैन नि खान्छ नि हैन अघि नै बल मिल्नु पर्यो नि त पुसै छिटो भन्नु नम्बर 5 2 र 5 25 यो मिडल लाइनमा त बढ्यो के यहाँ नम्बर 4 एकलो संख्या 4 डबल भुले ठेला ठेल 88 आछरे फेरि नम्बर 28 के भनेको बुझेन 28 2 and 8 28 नम्बर 0 20 निकाल्नु हामी 2 and 0 20 number 67 67 6 and 7 number 32 के भनेको बुझेन
3 and 2, 32. 3 and 2 यसपालि त हाम्रो नमे पनि सबै जुवा जति सबै खेलिसक्यो Iron number 319. 309. 39 भन्ने मान्छेले के गर्छ Iron number. Attention please. Iron number 42. 4 और 2 42. 4 and 2 42. 42 yes top line है Line check. पार्टी आज पार्टी यता फोकस गर्नु Single number 1. करेक्ट 23. करेक्ट 42. 42 करेक्ट 64. 64 करेक्ट 76. करेक्ट पैसा ल तपाईहरुको यो लाइन गयो टप लाइन गयो अब बाँचेको छ फुल आउट 69 के 88 भन्नु ए सबै एकदम थिएन हो नि त अब फुल Iron number 4 नम्बरको माइलीले चाहिँ 14. 14 Anybody yes? अब म खेल्दिनँ मलाई जवाफ फाप्दैन रहेछ खेल्दिनँ अब म जान्छु म Iron number 48. 48. 4 and 8 48. यस्तो हुन्छ नि त 4 और 48. Iron number 4 और 48. Single number 6 एकलो संख्या 6 आँखाले नभ्याउनु पर्छ यो 48 है हजुर अहिले नम्बर कति आयो 6 49 अब 69 भन्यो त बाउ छोरी अघिदेखि बसिरहेको Iron number 74. 74. 7 और 4 74. कम्प्युटरले जो बताउँछ Iron number 58. 5 and 8 58. यो हो चाहिँ 58 58 है होइन 56 हो त्यो 56 58 हो 56 हो 58 हाइपर लाइन मेन Iron number खै 58 हो 33. 33. 3 and 3 23 पनि काट्नु 2 को लाइनमा 3 और 3 33 33. 3 को लाइनमा राम्रो नम्बर भन्नु नि हो 17. 17. 17 1 and 1 को लाइनमा 7 7 and 7 मा लगाछु झन्डले 1 and 7 चस्मा लाउनु पर्ने छ टप लाइन अहिले भयो यस यो लास्ट लाइनमा 17 17 लास्ट अल बग्यो होला नि कल Last call 17. Correct. 29. करेक्ट 47. 47 करेक्ट 58. करेक्ट 70. 70 Correct. अरे ए तपाईले बाबा सबै दिइसके म त पार्टी त बन्द आयो जुवाई Iron जुवाईले चाहिँ 2 ताल मारिसके हामीलाई पार्टी दिनु पर्यो number 55. 5 and 5 55. 5 को लाइनमा 55 उमा त्यो त्यता हेर्दैछु यो त देख्छु नि अहिले हजुर निकै चस्मा नि भयो भयो कल 7. 27. 2 र 7 27. 2 and 7 27 2 र 7 27 राम्रो नम्बर भनेको हो नि राम्रो नम्बर कुन छ नमिको नम्बर भनिदेऊ 24. 2 र 4 24
अब तू भन्दा लो 1 नम्बर 85. देख्छु नि चस्मा अघि त तिरी मेरो तिरी भएर 85 को सट्टा 88 भन्दिनु नि वाउ फुल देखान्छ कुनै नम्बर 61. 61. ल टप लाइन मोर्यो मेरो मिडल लाइन मोर्यो 69 भन्नु नि 61 छैन मेरोमा यहाँ चार्कल यहाँ चार्कल किन हुँदैन यो त पुरै छ उता चाहिँ भालु यसलाई मात्रै गनायो के 77 भन्दा के हुन्छ 79 अरे 7 को लाइनमा हेर न ठाडो आई नम्बर In 6. 36. 36 31 भन्दा के हुन्छ 3 को लाइनमा हेर न 69 नम्बर 11. 11 11 1 र 1 11 नम्बर 41. 4 and 1 41 41 41 ए म त 4 and 1 नो 40 41 आयो नम्बर मेरो बाहिर होला पाउँदैन त्यो त्यो त अघि खाइसक्यो त्यो त अब हाउसफुल डल्लै आयो नम्बर 18. 18. 18 18 18 In 0. 90. 90 90 अलि बत्ती देख्यो आयो नम्बर In 6. 56. 56 आयो 56 बटम लाइन मोर्यो मेरो 56 लियो लियो पियो आयो नम्बर 72. 72. 72 मैले पाएँ होला 72 कुन चाहिँ लाइन मार्यो होला नि लाइन हो लाइन पाउँदैन बाबा अहिले अब हाउसफुल आयो नम्बर 17 गरेन होला भन्नु In 1. खालि जल 31. कतिको 3 and 1 31 31 अरे ब्लक चेक गर्नुपर्ने रहेछ बगी हुन्छ त्यस्तै लाग्दैछ म आयो नम्बर 69. 69. 69 6 and 9 69 कता कता खाएको ल ल ट्राईमा छ है अब आउँछ अब यहाँ आयो नम्बर यसमै हुनु सक्छ 88. 88 या लो विनर विनर ट्राईमा हैन हैन टाई भयो टाई यसो गर्नु ल लास्ट कल 88 लास्ट कल 88 हेर्नु गर्ने यहाँ सुन्नु लास्ट कल 88 करेक्ट लास्ट कमिटीले मान्दै रहेछ 69 कमिटीले मान्यो 47 करेक्ट 25 करेक्ट 7 का भन्नु 4 होला 7 सिंगल नम्बर करेक्ट 74 करेक्ट 62 करेक्ट 43 करेक्ट कति फुल आउँछ 32 करेक्ट 16 करेक्ट 70 कति 70 करेक्ट 59 करेक्ट 41 करेक्ट 41
20 करेक्ट साइज ल लास्ट कल 5 लास्ट कल छ 88 हो करेक्ट फेरि पनि हाम्रो कटुवाली पुरा विनर हो दुईजना फुल हाउस एकजनाले मार्यो अनि यहाँ दुई राउन्डमै दुईजनाले एक उयो यहाँ लाइन एकजना यहाँ हो लाइन मार्ने जे होस् मजा आयो फेरि खेल्ने कि सक्यो अब राति हुँदा डाइस त नखेल्नु मलाई अम्बो देन 100 रुपैयाँ यहाँ 100 रुपैयाँ मागे 100 रुपैयाँ 69 आयो कि त्यहाँदेखिको चाहिँ 88 थिए त कहिले आउँदो रहेछ नि सिधै 88 आएको भए चाहिँ मेरो फेरि मोम ट्राईमा हुन्थ्यो नि अम्बो दुई ताल फुल हाउस भनेपछि कति मारिस भाइ तपाईले दुईचोटी हाउसफुल जित्दाखेरि तपाईलाई कस्तो अनुभव भइरहेछ कस्तो लागेको छ अब भन्नुस् न अब त्यो फर्स्ट अफ अल हैन पहिलो किस्मतलाई शुक्रिया गर्न चाहन्छु अनि लु हाम्रो भेनालाई हाम्रो ज्वाइँलाई लु सोचहरु ज्वाइँले अब तपाईले है यस्तो मजाले जित्नु भयो है हजुर अन्त तपाईलाई कति खुसी लागिरहेछ अब खुसी अब म त यो खुसी देखाउनु लागि त म माथि उयो रुखमा पनि चढ्न सक्छु उयो रुखमा पनि चढ्न सक्छु तर चढ्दिनँ खुसी मैले मेरो भित्र दबाएर राखेको सुन्नु न अत्त त भोलि त हाम्रो दोकान आउनुहुन्छ होला नि पैसा अब 1-2 दिनको लागि तपाईले पनि लाइन दुई ताल मार्नुभयो तपाईलाई कस्तो बयान गर्नु त अब लु क्यामेरामा भन्नु न पाला भएर छिटो न लजार भयो हेर्नु न हाम्रो ज्वाइँ फेरि जी होस् आज चाहिँ मजा आयो कस्तो भइरहेको छ लाइन मारेर आइजक भाइ खै हाम्रो आइजक भाइ आइज न भागेछ छिटो कमिटी भाइलाई पनि सोधिहालौँ कस्तो कहीँ यो दसैँको उपलक्ष्यमा बिङ्गो खेलाउनु चाहिँ कसरी सोचहरू आयो भन्नुहोस् त त्यो अचानक साथीले पठाउँदा खाने भन्नु नलाई चाहिँ भन्नु न यहाँ चाहिँ विनरै आजको चाहिँ यो डबल हाउसफुल मार्ने मान्छे यहाँ चाहिँ फेरि एउटा पनि नमार्ने नमी तिमीलाई कस्तो फिल भइरहेछ हौसी फर्स्ट टाइम तिमी हौसी खेल्दा कस्तो फिल गरिरहेछ भनिदेऊ त म जित्न आँटेको थिएँ तर 88 पिचमा कुण्डु लायो अनि त्यसैले जित्नु सकेनौ होइन पानीले गर्दा बाटो बिग्रेर सबैजना अड्केको मान्छेहरू हो है माइतमै अड्केर र पनि अब त्यो चियापत्ती पनि लाग्दो त्यसकै हो त्यो अपनालाई दिएको हौसी खेलेर कस्तो भयो भन न फर्स्ट टाइम खेलेको होला नि फर्स्ट टाइम कि सेकेन्ड टाइम हो कि कुन टाइम भयो भन्दै छिटो फर्स्ट टाइम हो होइन होला है हामी चाहिँ गोपालधारामा छौँ अहिले मिरिकमा है अब धेरै पानी परेर चाहिँ बाटोहरू सबै बिग्रेको छ त्यही भएर हामी चाहिँ यहाँ कर्स्याङको यहाँ ज्वाइँहरू बाटोहरू बिग्रेर चाहिँ रोकेर बस्नु भएको छ हामी नेपाल जानु पाएको न है अब भोलि चाहिँ जानुपर्छ होला कस्तो रहँदैन नि तर ज्वाइँ बसिरहनु भएको छ नमिन गर न ल पालाको खतरा एक्टिङ गर्दैछ नि हाम्रो फेरि ज्वाइँले अहिले गर्नुपर्छ ल अब खाना कसले पकाउँछ होला के पकाउने उसले त राम पनि ल्याएको थियो अरे हौजीको पछिपट्टि पेपरमा किनभने फुल हाउस पाउँछ कि भनेर गरेको थियो अरे हो तर पाएनौ भन्दैछ यहाँ होइन नमान हो कि होइन त